स्वतन्त्र पार्टीको प्रथम राष्ट्रिय महाधिवेशन को हामी औपचारिक कार्यक्रमहरूको तेस्रो दिनमा छौँ। पहिलो दिन हाम्रो समुद्घाटन कार्यक्रम वा खुला सत्र रहेको थियो। बन्द सत्र हिजोदेखि पूर्व निर्धारित कार्यक्रम वा कार्यसूची अनुसार हिजो बिहानदेखि सुरु हुनुपर्ने, तर प्राविधिक कारणले हामीले हिजो सुरु गर्न सकेनौँ। किन सकेनौँ भन्ने कुरा हिजो पटक तपाईँहरूलाई त्यसको विवरण, त्यसको व्याख्या र स्वीकारोक्ति सहित हामीले कुरा गरिसकेका छौँ। आज प्रतिनिधि अब अहिले दिउँसोको खाना खाइसक्नु भए पश्चात प्रतिनिधिहरूको दर्ता प्रक्रिया सुरु भएर त्यहाँबाट आज बन्द सत्र सुरु हुन्छ र साथीहरू पछाडि हल्ला नगरिदिउँ न। अहिलेको अपेक्षा अनुसार आज बन्द सत्र हामीले टुङ्ग्याउन सक्छौँ भन्ने छ र भोलि व्यवस्थापकीय कमजोरीको कारण एक दिन हामीले यसलाई एक्सटेन्ड गर्नुपर्ने हुनसक्छ भनेर हिजो दिउँसो नै मैले तपाईँहरूलाई आकलन सुनाएको थिएँ र त्यस्तै हुन गयो। तर जसरी पनि भोलिसम्म सबै प्रक्रियाहरू टुङ्ग्याउने गरी अहोरात्र खटिरहनु भएको छ सबैजना। त्यसरी नै कामहरू भइराखेको छ। 2 बजे सुरु गर्ने तयारी हो। 1 बजे सभापति जो वरिष्ठ नेता जो आइसक्नु भएको छैन, तर उहाँहरू स्ट्यान्ड बाई हुनुहुन्छ। यहाँबाट तयारी पुरा हुन बित्तिकै खबर भएको 20-25 मिनटमा पुग्ने गरी अवस्थामा हुनुहुन्छ। तर प्रतिनिधि व्यापक असन्तुष्टि देखिएको छ नि त। हजुर, व्यवस्थाको के कमजोरी भएको छ, त्यो कारण असन्तुष्टि त स्वाभाविक हो नि। हामी आफ्नो तर्फको कमजोरी हुन्छ तर त्यसमा अरूको रियाक्सन हुन पाउँदैन भन्ने कुरा त हुँदैन। हामी कमजोर भयो भने अरूले असन्तुष्टि त व्यक्त गरिहाल्नुहुन्छ नि। त्यसले गर्दा त्यसमा हामीले सूक्ष्म रूपमा त्यसको अध्ययन गरेर र त्यसमा उता हेल्थ डेस्कबाट र अरू व्यवस्थापकीय कुराहरूमा ध्यान दिइराखेको छौँ। अप्ठ्यारो परेको अवस्थामा हेरिराखेको छौँ। यसको कुरा के हो भने कमजोरी भएकै छैन भन्ने कुरा हामीले भनेकै छैन। हिजोदेखि पनि कमजोरी भएको छ। हामी सिक्दैछौँ। कतिवटा कुरा आकलन गरेको भन्दा फरक भयो। जस्तै प्रतिनिधिको सङ्ख्या हामीले